सो गाइज सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। हाम्रो यात्रा चाहिँ आज छिन्चुदेखि चौरी खर्कको सम्मको छ। हामी दाजुभाइको र प्लस अरू नि आउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले सल्ली बजारसम्म काम परेकोले थोरै काम परेकोले निस्किसकेका छौँ। हामी दाजुभाइ यात्रा चाहिँ चलिरहेको छ। पोखरेबाट चाहिँ हामी रमाइलो गर्दै दाजुभाइ स्पिकरमा गाना बजाउँदै चाहिँ रमाइलो गर्दै लागिरहेका छौँ अगाडितर्फ। दाजुभाइको फर्स्टचोटि राइडमा चाहिँ बबालै मजा आइरहेको छ। फर्स्ट टाइम चाहिँ आज मिनी भ्लग बनाएको, हल्का अलिकति मलाई बोल्न नि गाह्रो लागे जस्तो भइरहेको छ हजुर। फर्स्ट टाइम हो, अब नेक्स्ट टाइमदेखि कन्टिन्यू भ्लग आउँछ हाम्रो मिनी भ्लग चाहिँ। खोलाको बाटो नमान्नु डराइदा, नफुल्नु माया मनलाई खोल्यो यो जोनी तिम्रै भए, नफुल्नु माया मनलाई खोल्यो यो जोनी तिम्रै भए। ल गाइस, हल्का दाजुभाइले एउटा लिप्सिङ हानिदिउँ भनेर एउटा चाहिँ थोरै लिप्सिङ हानिदिएको। अब चाहिँ हाम्रो गन्तव्य चाहिँ सुरु भइसकेको छ। फेरि छुट्नु भएको छ हाम्रो मेरो साथीहरू प्यारा मित्रदेखि लाएर विदेशसम्म अब छुटेको मेरो दाजुभाइलाई के भन्न चाहन्छु, नेक्स्ट टाइम चाहिँ अब हाम्रो ट्रिप चाहिँ मस्तरी जानुपर्छ। यो ताली पनि त्यस्तै भयो। मेरो दादाहरू नरिसाइदिनु होला, चक्कर भाइकोमा भिडियोलाई माया गरिदिनु होला। सर लाएर अब के गर्ने, यस्तै भयो। अब यो ताली चाहिँ एउटा विदेशी लाउरेलाई घुमाइयो, अब अर्को ताली अरू विदेशी लाउरेलाई घुमाउनु बाँकी छ। टक्क लाएर अब हामी चाहिँ अहिले पोखरी पुगिसक्यौँ। अब तपाईँहरूलाई म उताको भ्यू देखाउने छु। हाम्रो चौरी खर्कको डेस्टिनेसनमा पुगेपछि भिडियो बवाल आउँछ, तपाईँ ढुक्क हुनु न। मेरो विदेशमा हुने दाजुहरूलाई नि सम्झिरहेको छु, मेरो प्लस मेरो साथीहरूलाई नि सम्झिरहेको छु। नेक्स्ट टाइम चाहिँ हामी फेरि पनि राइडमा जानुपर्छ, केही छैन। हामी चाहिँ अब एकछिन यहाँ विश्राम गरेर चाहिँ पोखरीको एकछिन विश्रामबाट चाहिँ हामी दाजुभाइ अगाडितर्फ लाग्दैछौँ। दादाले चाहिँ राइड हानिरहेको छ, चाहिँ म चाहिँ पछाडि बसेर भिडियो बनाइरहेको छु। हामी चाहिँ दुई भाइ हरियाली हेर्दै मजाले यहाँको हरियाली वातावरण प्लस हाम्रो यहाँको डाँडाकाँडामा रमाउँदै हामी दाजुभाइ अगाडितर्फ लाग्दै हामी यहाँको स्वच्छ हावा र आकाशमाथिको बादल हेर्दै हामी चाहिँ दाजुभाइ लागिसकेका छौँ सरर हावा खाँदै। र यहाँको वातावरण चाहिँ मलाई निकै नै राम्रो लागिरहेको छ। ल गाइस, हामी चाहिँ भेरीको साइडको रोडबाट हिँड्दै मजाले चाहिँ यहाँको भेरीहरू हेर्दै हामी अगाडितर्फ लागिरहेका छौँ। अनि बाटोमा चाहिँ हामीले बाख्रा प्लस गोठालो भाइलाई देखिसकेका छौँ। र हामी यो बाटोको बारेमा दुई भाइ गफ गर्दै हामी अगाडितर्फ लागिरहेका छौँ। हाम्रो अगाडि चाहिँ देखिने चाहिँ मैले राखिदिएको नाम पातल झरनामा चाहिँ पुगिसक्यौँ। ल गाइस, पातल झरनामा जे होस् धेरै चाहिँ मान्छे, अब त्यो झरनाको नाम चाहिँ थाहा भएन, मैले चाहिँ पातल झरना भनेर राखिदिएको नाम हो। कृपया सबैजनालाई यो झरनाको नाम थाहा छ भने चाहिँ कमेन्ट गरिदिनु होला। हामी चाहिँ अगाडितर्फ लागिरहेका छौँ। हामी अब चाहिँ सल्यान जिल्ला सुरुवात र सुर्खेत जिल्ला समाप्तको सिमानामा पुगिसकेका छौँ। अब चाहिँ हाम्रो यहाँदेखि चाहिँ उता सल्यान जिल्ला पऱ्यो, यता चाहिँ हाम्रो सुर्खेत जिल्ला। अब हामी चाहिँ प्रवेश गरिरहेका छौँ सल्यान जिल्लामा। सल्यान जिल्ला भइसकेको छ। सो गाइस, हाम्रो टोली चाहिँ सल्ली बजारमा चाहिँ आइपुगिसक्नु भएको छ। अब चाहिँ हामी चाहिँ लाग्दैछौँ अब हाम्रो डेस्टिनेसनमा चाहिँ अबको यात्रा चाहिँ राइड चाहिँ हाम्रो बवालै हुनेवाला छ। अरू दाइ चाहिँ हाम्रो अगाडि हुनुहुन्छ, हाम्रो चाहिँ पछाडि चाहिँ दाइहरू आइसक्नु भएको छ। अब चाहिँ हाम्रो यात्रा चाहिँ यहाँदेखि हाम्रो बल्ल जारी हुनेछ। अब राइड चाहिँ एकदमै वाइली बवालै रमाइलो हुनेवाला छ। हाम्रो उहाँ चाहिँ यामलाल दाइ हुनुहुन्छ। हाम्रो चाहिँ ग्याङको अगाडिको लिड गर्ने लिडर चाहिँ उहाँ हुनुहुन्छ, हाम्रो यामलाल दाइ। उहाँको चाहिँ राइड चाहिँ आज बुलेटमा हुनेछ र हामी उहाँको लिडमा हिँड्दैछौँ। हामी छेडातर्फतिर, छेडाबाट हामी बिस्तारै हुँदै सोलो राइड लङ लाइफ भन्दै हिँडिसकेका छौँ। हामी पिडादिनमा मान्छे चिलमा हाम्रो वीरेन्द्र बाबु
ल हामी सिम्ताको पुल हेर्दै सिम्ताको पुल प्रवेश गरिसकेका छौँ। हाम्रो चाहिँ अब सुरु भइसकेको छ यात्रा फेरि पनि। हाम्रो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कमान्डो लिडर, हाम्रो अगाडिको चाहिँ लिड गर्ने लिडर हुनुहुन्छ। लिडरलाई चाहिँ यसो भिडियो बनाइदिउँ पुलको भनेर अगाडि हिँडिदिएको हामी चाहिँ। फेरि चाहिँ अहिले बढ्दै बढ्दै ठुलो आइरहेको छ अहिले, किनकि बर्खाको सिजन भएर पनि होला फेरि चाहिँ बढिरहेको छ। बढ्दै हामी अगाडि चाहिँ हामी यो फेरि नै हामी अहिले सुर्खेत जिल्लामा छौँ। अहिले चाहिँ यो चाहिँ हाम्रो यताको जामुने बजार नजिकै चाहिँ यो सुर्खेत जिल्लामा पर्छ हाम्रो यो राकम भन्ने ठाउँ। प्लस हामी यहाँको चाहिँ दृश्य हेर्दै हामी यहाँको दृश्यलाई अवलोकन गर्दै र यहाँको वातावरणलाई चाहिँ महसुस गर्दै चाहिँ हामी अगाडि बढ्दैछौँ। दाजुभाइको यात्रा चाहिँ चलिरहेको छ अहिलेसम्म चाहिँ, बबालै रमाइलो भइरहेको छ। हाम्रो यात्रा चाहिँ जारी छ। आँधी हुरी तुफान आएर हाम्रो यात्रालाई रोक्न सक्दैन। हामी चाहिँ आँधी हुरी तुफानलाई चाहिँ चिडेर जान्छौँ भनेर जोस जाँगरमा छौँ है दाजुभाइ चाहिँ हामी अहिले चाहिँ। प्लस हामी चाहिँ अब जामुने बजारको दृश्य हेर्दै चाहिँ हामी अगाडितर्फ लाग्दैछौँ। हामी छेडातर्फ लाग्दैछौँ। हुन्छ अगाडिको साथीले चाहिँ हामीलाई सिग्नल दिइराख्नु भएको छ, अगाडिदेखि गाडी आएको छ बिस्तारै भनेर ओभरटेक नगर्नु भनेर। हाम्रो चाहिँ लिड चाहिँ राम्रै भइरहेको छ। हामी चाहिँ सबभन्दा हामी अनुशासनमा हिँड्नुपर्छ। हाम्रो चाहिँ लिडरले भनेको नमानेपछि हाम्रो जे पनि दुर्घटना हुनसक्छ, त्यस भएर चाहिँ हामी लिडमै हिँड्नुपर्छ र हामीले अगाडिको लिडरको चाहिँ भनेको चाहिँ मान्नुपर्छ है। हामी चाहिँ लिडमै हिँड्नुपर्छ र अगाडिकोले सिग्नल दिइराख्नु भएको हुन्छ, अगाडिबाट गाडी आयो बाटो अप्ठ्यारो छ भनेर चाहिँ हात दिइराख्नुहुन्छ। चाहिँ हामीले चाहिँ त्यो रुल्सलाई चाहिँ फलो गरिराख्नुपर्छ चाहिँ भन्ने चाहिँ मेरो धारणा हो। राइडमा सबैजना चाहिँ रुल्स चाहिँ फलो गर्नुपर्छ है गाइज। र हामी चाहिँ दुई भाइ चाहिँ हल्का अब यसो भिडियो बनाउँदै गानाको तालमा चाहिँ रमाइलो गर्दै हिँडिरहेका छौँ र हामी चाहिँ छेडा बजार पुगिसकेका छौँ। डाक्टर साहब महेश बाबु हुनुहुन्छ यहाँ, प्लस हाम्रो दाइहरू। सो गाइज हामी चाहिँ अहिले छेडामा छौँ, छेडामा आइपुगेका छौँ हाम्रो टोलीहरू। ल सो गाइज हामी चाहिँ छेडामा माछा खाएर प्लस छेडाको बजार घुमेर चाहिँ अगाडितर्फ लागिसकेका छौँ। त्यहाँको चाहिँ हाम्रो भिडियो आउन सकेन किनकि मोबाइल चाहिँ चार्जमा हालेको थिएँ मैले, त्यसैले चाहिँ त्यहाँको भिडियो चाहिँ भएन। चाहिँ हामी चाहिँ अब अगाडितर्फ लाग्दैछौँ। हामी चाहिँ सर डाँडा काँडा चाहिँ अवलोकन गर्दै हिँड्नुको मजा नै बेग्लै हुने रहेछ गाइज। हाम्रो चाहिँ यहाँ चाहिँ थोरै माथि चाहिँ पहिरो आइरहेको रहेछ, पहिरो आएर चाहिँ बाटो चाहिँ क्लियरै छ अहिलेसम्मको लागि र हामी चाहिँ अगाडितर्फ लाग्दैछौँ। जो चाहिँ जिन्दगीमा चाहिँ धेरै घुम्नु पर्ने रहेछ भन्ने चाहिँ लाग्छ। लाइफ भनेकै एडभेन्चर हो कि, लाइफ चाहिँ हामीले एडभेन्चरै बनाउनुपर्छ। के छ र मरि लानु भन्ने चिज नाङ्गै आएको नाङ्गै जानुपर्छ। हामी चाहिँ जिन्दगीमा चाहिँ जे गर्ने मन लाग्छ त्यो चाहिँ चिज गर्नुपर्ने रहेछ कि, भोलि गरौँला भनेर सोच्नु चाहिँ रहन्छ गाइज। त्यही भएर म चाहिँ घुम्ने मन लाग्यो भने घुमिदिन्छु, सुत्ने मन लाग्यो सुत्दिन्छु। चाहिँ आफ्नो लाइफ चाहिँ फ्रिडम बनाउँछु क्या। लाइफ भनेकै फ्रिडम हुनुपर्छ र आफूले चाहिँ गर्नुपर्छ, जिन्दगीमा हरेक कुरा गर्नुपर्छ, हरेक चिजको अनुभव चाहिँ गर्नुपर्छ है, स्ट्रगल पनि गर्नुपर्छ। मैले भन्न खोजेको होइन कि डुल्नु नै घुम्नु नै ठुलो कुरा भनेर चाहिँ। र प्लस पैसा चाहिँ कमाउनु पर्छ। पैसा नकमाएपछि यहाँ आफ्नै मान्छेले नि हेर्दैन है। पैसा चाहिँ जिन्दगीमा कमाउनु पर्छ। हामी चाहिँ अलि थोरै हाम्रो डान्स देखाइदिउँ न, थोरै रमाइलो गरिदिउँ भनेर चाहिँ हामी फिल्डमा चाहिँ एकछिन रेस्टको लागि बसिसकेका छौँ। हाम्रो टोलीहरूले चाहिँ उल्टो सुल्टो चाहिँ जेस दिइराख्नु भएको है दाइले चाहिँ। ल वाह मोबाइल
बसी बिहालो मनको भोको पनि पुरा भएन हामी चाहिँ लाग्दै अब चौरदारीतर्फ जाँदैछौँ। बाटो चाहिँ साँघुरो रहेछ प्लस अनि कच्चा बाटो रहेछ, बाइक चाहिँ हिँड्ने रहेछ, अरू चाहिँ हिँड्न गाह्रै छ र एउटै लेकमा हिँड्नुपर्ने रहेछ। हामी चाहिँ अब यो अफरोड भन्दा नि वाइल्डली अफरोड बाटोमा हिँडिरहेको छ र हाम्रो चाहिँ दाजुहरू चाहिँ पछाडि आउनु भइरहेको छ र हामी महेश दाइ र हामी चाहिँ अगाडि लाग्दै झुलुङ्गे पुलतिर प्रवेश गर्दै झुलुङ्गे पुलको बाटो पनि लास्ट अप्ठ्यारो रहेछ है। अप्ठ्यारो हुँदै हामी झुलुङ्गे पुल चाहिँ प्रवेश गऱ्यौँ। हाम्रो टोली चाहिँ आउँदै हुनुहुन्छ। गाह्रो परे जस्तो छ हाम्रो बुलेटमा हिँड्ने हाम्रो यामलाल दाइलाई र प्लस हाम्रो 3 स्टार मोबाइल सेन्टर चाहिँ कोहलपुरलाई चाहिँ अलिकति गाह्रो परेको जस्तो छ है। चाहिँ हामी चाहिँ अब चाहिँ चौरदारी प्रवेश गरिसकेका छौँ। पुलमा चाहिँ सबैजनालाई गाह्रो पऱ्यो होला है। दादाहरूले भन्दै हुनुहुन्छ अलिकति गाह्रो पऱ्यो भनेर। गाह्रो परिहाल्छ नि झुलुङ्गे पुलमा। अनि हामी चाहिँ उकालोतर्फ लाग्दैछौँ। हामी चौरदारी चाहिँ प्रवेश गरिसकेका छौँ। अब चौरदारीको बजार चाहिँ अब हेर्न बाँकी नै छ र उकालो चाहिँ वाइल्ड उकालो रहेछ। हाम्रो टोलीहरू पनि अगाडि लागिसक्नु भएको छ। प्लस हाम्रो अभिषेक साथीले चाहिँ राइट हानिरहेका छन्। सुनिल भाइ चाहिँ मजाले पछाडि चिलमा बसिरहेको छ र अब हामी चाहिँ प्रवेश गरिसकेका छौँ। हामीले चौरदारी बजारमा चाहिँ अब यसो हामी अगाडिको दृश्य हेर्दै र अलिअलि हाम्रो साथीसँग यसो रमाइलो गर्दै भिडियो बनाउँदै चाहिँ हामी अगाडितर्फ लागिरहेका छौँ। हामी चाहिँ एकछिन चाहिँ अब चौरदारी बजार घुमेर हामी चाहिँ लाग्दैछौँ हामी हाम्रो डेस्टिनेसनमा चाहिँ पुग्नलाई अब कति दिन लाग्ने हामीलाई नि थाहा छैन। र अहिले चाहिँ हामी चौरदारी बजार चाहिँ एकछिन घुमेर चाहिँ लाग्नेछौँ हामी रुकुमकोटको बाटोतिर। हाम्रो चाहिँ जम्बो टोली लागिसकेको छ। अब चौरदारीको उकालोदेखि लगाएर रुकुमकोटसम्मको यात्रामा चाहिँ अहिले रात परिसकेको छ। अहिले चाहिँ हामी सानी भेरी र ठुली भेरीको साइडतर्फको रोडमा हिँड्दैछौँ। ट्याक्क हाम्रो चाहिँ लेफ्ट साइडमा चाहिँ हाम्रो सानी भेरी र ठुली भेरी चाहिँ सँगै मिसिएर आएको भेरी हो। तर हजुर भिडियोमा चाहिँ देखेको छैन। अहिले चाहिँ रात परेको कारणले चाहिँ हामी चाहिँ अब फुक्रुतर्फ लाग्दैछौँ। हामी फुक्रु बजारमा केही छिनमा भने फुक्रु बजार पनि पुग्नेछौँ र फुक्रु बजारदेखि हामी चाहिँ हाम्रो आजको स्टे चाहिँ हाम्रो सिमलीमा हुनेछ। मेरो भाइले चाहिँ मादल बजाउँदै रमाइलो गरिरहेको छ। अब हाम्रो चाहिँ एकछिन नाचगान चाहिँ सुरु हुँदैछ। हाम्रो चाहिँ नाचगान पछिको चाहिँ हामी खानासाना खाएर अब सिमली बजारको पुलमा चाहिँ हल्का अब खाना पचाम भनेर चाहिँ पुसप हारिरहेको अवस्था हो। एउटा सोझो थियो घरमा दिनको बोझो थियो हिँड्यो केटो लाउरे देखाउन समर्पित भई लक्ष्य लियो मनमा कैयौं सपना बुन्दै सङ्घर्षको बाटोमा हिँड्दै रम्ने उमेरमा संसार चिन्दै दुःख कुल्चिबे थाहा उछिन्दै उसको हाम्रो चाहिँ एक्सर्साइज भएर चाहिँ हामी घुमतर्फ एकछिन नाचेर चाहिँ अब हामी सुत्नेछौँ।